उतापट्टि कार्यक्रम शोकको कार्यक्रम भइराख्दाखेरि यतातिर फेरि देख्न सक्नुहुन्छ यो अवस्था। ज्ञानेन्द्र शाह देश छोड भनिराख्नु भएको छ उहाँले। ढुङ्गा पनि उठाउन लाग्नु भइरहेको छ। यता प्रहरीहरूलाई गाह्रो छ। ढुङ्गा 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 आइसकेको छ। ढुङ्गा 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 हानिराख्नु भएको छ। दुईवटा ढुङ्गा उहाँले प्रहार गर्नुभएको। यहाँ दुईवटा ढुङ्गा आएको छ। यही ढुङ्गा उताबाट प्रहार भएको थियो। कसले हाने ढुङ्गा? राजाबाजुको पत्रकार रोइको निष्पक्ष कसरी आवश्यक पर्यो भने गणतन्त्र जोगाउनको निम्ति फेरि गोली हान्छ। माओवादीले गणतन्त्रको रक्षा सम्बन्धी सामान्य हो हाम्रो लागि। शान्ति शान्ति र अराजक तत्त्वहरूको निम्ति माओवादीले गोली हान्छ। देख्न सक्नुहुन्छ यतिखेर देशको जस्ता नाराहरू लगाइरहेका छन्। हातमा लट्ठी बोकेर युवाहरूले वैश्यका कार्यकर्ताहरू वैश्यहरूले